जय मसी प्रेज द लर्ड। आशा गर्छु हजुर सबैजना चाहिँ आराम हुनुहुन्छ। आज पनि हामी एक शनिबार फेरि प्रभुको उपस्थितिमा महिमाको लागि जुटिसकेका छौँ है। जति पनि देश विदेशबाट हजुर जुट्नुभएको छ यसलाई सेयर गर्न सक्नुहुन्छ हजुरहरूले। आजको टपिक चाहिँ मैले डिस्क्रिप्सनमा चाहिँ लेखिसकेको छु है। त्यहाँ लेखिदिएको छु कि आज होइन स्वर्ग वा नरकसम्म पुगेर आएको छु भनेर सिकाउने शिक्षा चाहिँ सही वा गलत। किनभने अहिले धेरैजनाले होइन म स्वर्गसम्म पुगेर आएको छु, म नरक देखेर आएको छु, मैले यस्तो दर्शन देखेको छु भनेर धेरैलाई भरमाएको हामी पाउँछौँ। र आज हामी चाहिँ बाइबलमा के लेखेको छ र बाइबलबाट हामीले होइन के कुरा सिक्छौँ र बाइबलले यस्तो कुरालाई मान्छ वा मान्दैन, वा बाइबल अनुसार छ कि छैन यस्तो शिक्षा भनेर हामी हेर्नेछौँ। त्यसपछि तपाईँले हेरिराख्नु भएको छ भने यसलाई चाहिँ यो लिङ्कलाई चाहिँ कपी गरेर चाहिँ हाम्रो वाट्सएप ग्रुपमा चाहिँ हालिदिनु होला है। थ्याङ्क यू जिजस, थ्याङ्क यू लर्ड, थ्याङ्क यू जिजस, थ्याङ्क यू जिजस, थ्याङ्क यू लर्ड। हुन्छ, हामी एउटा प्रार्थनाद्वारा चाहिँ प्रभुको चाहिँ हामी आज महिमाको लागि चाहिँ अगाडि बढ्नेछौँ। ओके, सबैजना चाहिँ प्रार्थनामा बन्नु होला र जहाँ हुनुहुन्छ त्यहीँबाट चाहिँ तपाईँहरू प्रार्थना गर्न सक्नुहुन्छ। प्रार्थनाको कुनै पनि रुल्स रेगुलेसन छैन। तपाईँहरू जहाँ हुनुहुन्छ, वा बाटोमा हुनुहुन्छ, वा घरमा हुनुहुन्छ, वा कुनै ड्युटीमा हुनुहुन्छ, तपाईँहरू जस्तो अवस्थामा हुनुहुन्छ त्यस्तै तरिकाले चाहिँ प्रार्थना गर्न सक्नुहुन्छ। ओके, हामी एउटा प्रार्थनाद्वारा चाहिँ हामी सुरु गर्नेछौँ। सृष्टिकर्ता पिता, हजुरलाई धन्यवाद दिन्छु पिता, यो समयको लागि आज पनि हजुरले हामीलाई हजुरको उपस्थितिमा खडा गराइसक्नु भएको छ। र हामी जतिजना पनि देश विदेशबाट जुटेका छौँ यो अनलाइन मार्फत हजुरको महिमा गर्नको लागि त पिता, आज जति पनि समय दिन्छौँ त्यो समयसम्म हामीलाई साथ दिनुहोस्। र हजुरको छोरीबाट आजको वचन हुनेछ पिता, त्यो वचनको लागि हरेकलाई बुझ्न सक्ने त्यो हृदय तयार गरिदिनुहोस् पिता। र हजुरको वचन बुझेर सुनेर अरूलाई पनि जीवनमा सिकाउने योग्यको एक व्यक्तिलाई गराउनुहोस्। र हजुरको छोरीलाई पनि आज वचनद्वारा एक प्रकाश दिएर पवित्र आत्माद्वारा सिकाउने योग्यको हजुरको छोरीलाई बनाउनुहोस् पिता। हजुरलाई धन्यवाद गर्छु र आदर, महिमा, सम्मान, प्रेम, प्रशंसा सब हजुरलाई नै गर्छु। येशूको नामबाट माग्छु, आमेन। हुन्छ, हामी प्रार्थना गरिसकेका छौँ। परमेश्वरलाई ताली बजाउन सक्नुहुन्छ है। विपिनजी जय मसी, लिलीजी जय मसी, सम्झना सिस्टर जय मसी, तिलक दाजु जय मसी दाजु। मेरो भोइस चाहिँ क्लियर आएको छ कि आएको छैन चेक गरिदिनु ल, यताबाट यता ठिक छ। भोइस पनि चेक गरिदिनु ल, भोइस। आजको टपिक चाहिँ है मैले लेखिसकेको छु। आज स्वर्ग वा नरकसम्म पुगेर आएको छु भनेर सिकाउने शिक्षा चाहिँ सही वा गलत। विपिनजी सुन्नु ल। इन्ट्रेस्टिङ छ है यो टपिक आजको होइन। अहिले चाहिँ धेरै जस्तो हामी कयौँ चर्चहरूमा हामी होइन चर्चहरूमा वा जहाँ पनि प्रभुको सङ्गति हुने ठाउँमा चाहिँ हामीले सुनिरहेका हुन्छौँ कि म स्वर्ग पुगेर आएँ, म नरक पुगेर आएँ, मैले यस्तो दर्शन पाएँ, प्रभुले मलाई यस्तो भन्नुभयो होइन, मेरो कुरा सुन्नपर्छ होइन, तिमीहरूले मलाई फलो गरेर हिँड्नुपर्छ किनभने म होइन यसोलाई होइन उहाँ स्वर्गमा पुगेर आइसकेको छु भनेर यति धेरै कुराहरू चाहिँ भनेको हामी दाबी गरेको पाउँछौँ कि। तर यसले बाइबलले चाहिँ हामीलाई के भन्छ, यो कुराहरू कतिको बिब्लिकल छ वा छैन, यो कुरा बाइबल अनुसार छ वा छैन, यस्तो दाबी गर्छन् ल होइन। यही कुराहरू मैले भने कुनै पनि पास्टर वा कुनै व्यक्तिहरूले यस्ता कुराहरूलाई दाबी गर्छन् कि म स्वर्ग वा नरक गएर आएको छु। कसले भन्छ नि म स्वर्ग गएर आएँ, म नरक गएर आएँ भन्छन्। नरकमा अहिलेसम्म कोही गएको छैन, कोही गएको छैन।
हामीलाई थाहा छ नर्कमा कोही पनि गएको छैन, तर स्वर्गमा त हुनुहुन्छ नि त, पिता पुत्र पवित्र आत्मा होइन, जति पनि उठाएर लगिएका हनोक एलिया, त्यसपछि स्वर्गदूतहरू होइन, यीहरू चाहिँ स्वर्गमा छन्। तर नरकमा कोही पनि छैन, खाली छ नरक। अहिले नरक कोही घर आएकै छैन, किन नरकबाट त्यहाँ लेखेको छ त, हामी हेर्न सक्छौँ होइन। हामी हेर्न सक्छौँ कि लुकाको पुस्तक 16को सायद 19मा वचन हेरिहाल्न पर्ने भयो है। लुकाको 16को हामी 19मा हामी होइन, धनी र के भनेको छ यहाँ, धनी मानिस र लाजरस भनेको छ कि यहाँनिर। धनी मानिस र यहाँ लाजरस भनेको ठाउँमा चाहिँ हामी 26मा डाइरेक्ट हेर्न सक्छौँ। लुकाको पुस्तक 16को हामी 26मा डाइरेक्ट हेऱ्यौँ भने यहाँनिर लेखिएको छ कि यी सबै कुरा बाहेक यहाँबाट तह कहाँ पारी जान खोज्नेहरू जान नसकुन् अरे। जो व्यक्ति नरकमा पुगेको छ त्यो व्यक्ति यता आउनै सक्दैन, खोज्नेहरू जान नसकुन्, र त्यहाँबाट यहाँ हामी कहाँ वारी पनि आउन पनि नसकुन् भनेर हामीहरू तिमीहरूको बिचमा एउटा अति गहिरो चाहिँ एउटा के भन्छ धाँधो छ अरे। एकदमै गहिराई छ कि जो मान्छे स्वर्गबाट यता नरक, नरकबाट यता स्वर्ग र यति पृथ्वीमा आउने कुराहरू चाहिँ यो धाँधो छ, कोही आउनै सक्दैन भनेको छ। र आज म नरकमा पुगेर आएँ, नरकमा पुगेर आएको मान्छे यहाँ आउनै सक्दैन, यो त बाइबल अनुसार हुँदै भएन है। अब अरू हेर्नु, म स्वर्ग वा नरकमा गएर आएको छु भन्छन् नि त, हो। अरे बाबा नरकमा कसरी जाने ल हेर्नु, नरकमा गएर आएको मान्छे कसरी, फेरि स्वर्गमा पनि हेर्नु। स्वर्गको कुरा म अहिले धेरै कुरा भन्छु, अहिले मैले नरकको भनिराखेको छु है। यसुले मलाई स्वर्ग देखाउनु भयो भन्छ, यसुले मलाई स्वर्ग देखाइदिनु भएको छ, मलाई एकदमै धेरै प्रकाशहरू भएको छ भनेर होइन। ती कुराहरू चाहिँ भन्छन्, मेरो कुरा मान्नुपर्छ होइन। यसुले मलाई जसरी के भन्छ पावलकै कुरा पनि गर्छन्, स्वर्गसम्म उचालेको छ, मलाई पनि त्यसरी लगिएको थियो होइन, जसरी यूहन्नालाई लगेको थियो त्यसरी नै मलाई पनि लगेको थियो भनेर यस्तो कुराहरूलाई दाबी गर्छ। अनि परमेश्वरले मलाई विशेष सन्देश दिनुभयो जुन बाइबलमा छैन अरे ल हेर्नु त। परमेश्वरले मलाई यस्तो विशेष सन्देशहरू दिनुभएको छ, म्यासेजहरू दिनुभएको छ जुन बाइबलमा छैन अरे। मलाई मात्रै थाहा हुन्छ है, जस्तो भन्नुभएको थियो अस्ति पनि पास्टरजीले, एउटाले भनेको थियो त, यूहन्नालाई मैले मात्रै देख्छु अरू कसैले देख्दैन ल हेर्नु। यस्ता कुराहरू जुन चाहिँ बाइबल अनुसार छैन, यी कुराहरू दाबी गर्छ। यो भनेको आफूलाई एकदमै माथि उठाउनको लागि हो कि, टोटली आफूलाई चाहिँ माथि उठाउनको लागि चाहिँ यस्ता कुराहरूलाई चाहिँ दाबी गर्छन् जुन बाइबल अनुसार छैन। अनि त्यसपछि मलाई पछ्याउनुहोस् किनभने म स्वर्ग गएर आएको छु भन्छ। मलाई पछ्याउनुहोस् किनभने म स्वर्ग देखेर आएको छु। आज छ नि त स्वर्गको हाम्रो होइन, हाम्रो म्याम हजुरहरू त पुरा होइन, हाम्रो अगुवाहरू त पुरा के भन्छ स्वर्ग गएर पुगेर आउनु भएको छ, हामी कहाँ फलो नगरेर हुन्छ भनेर त्यसरी फलो गरिरहेका छन्। हो यो रियल हो है, मैले झुट बोलेको छैन, यी कुराहरू छ। हामीलाई पछ्याउनुहोस् भन्छन् अनि उनीहरू पछ्याइरहेको हुन्छ। स्वर्गबाट आइसकेको मान्छेलाई नपछ्याएकोलाई पछ्याउनु, तर बाइबलले के भनिरहेको छ, कस्तो व्यक्ति स्वर्ग गइन्छ, कस्तो व्यक्तिलाई प्रभुले आत्मामा लिएर जानुहुन्छ। रहेन आज यस्तो झुटा दर्शनको उत्पत्ति कहाँबाट भयो होइन त। मैले दर्शन देखेको छु, म गएर आएको छु होइन, म स्वर्गको नर्कको दर्शन देखेको छु, म आगो घट्टीमा थिएँ, मलाई यस्तो भएन उस्तो भएन, मैले मेरो फ्यामिलीलाई नर्कमा देखेँ ल हेर्नु त, मैले मेरो फ्यामिलीलाई नर्कमा देखेँ अरे। ओ माई लर्ड, कोही जाने नर्कको लागि भनेर अहिले नर्कमा टोटली खाली छ, तर मैले दर्शनमा मेरो होइन फ्यामिलीलाई नरकमा आगोमा देखेँ अरे। यी कुरा यस्तो झुटो दर्शनको उत्पत्ति कहाँबाट भयो त, आज कहाँबाट भयो हेर्नु त। दोस्रो कोरिन्थी 11को हामी 14 र 15 पनि हेर्नेछौँ, एकदम ध्यान दिएर सुन्नु होला है। म सुस्तरी नै भनेको छु, अलिकति लामो पनि हुनसक्छ है आजको वचन। दोस्रो कोरिन्थीको 11को 14 र 15 यस्तो झुटो दर्शनको उत्पत्ति कहाँबाट भयो त। हामीलाई कहीँ जानु पर्दैन कि खोज्न, बाइबलमा पुरै कुराहरू छ कि हामीले राम्रोसित पढ्यौँ भने बाइबलमा सबै कुरा छ, तर हामी राम्रोसँग पढ्दैनौँ र अनि अर्को कुरामा एकदमै छिटो चाहिँ हामी विश्वास गरिदिन्छौँ कि हो यो त अब स्वर्गबाट आएको छ, यसले नर्कको दर्शन पनि देखेको छ होइन, यसको कुरा पत्याउनुपर्छ, यसलाई फलो गर्नुपर्छ, यो होइन यो रियल टिचर हो ल हेर्नु त। दोस्रो कोरिन्थीको 11को 14 र 15 यही हो ल हेर्नु, झुटा दर्शनको उत्पत्ति कहाँबाट आयो। र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिमय स्वर्गदूतको भेष धारण गर्छ।
ल हेर्नु, यसकारण यो कुनै अनौठो कुरा होइन। त्यसका दासहरूले पनि धार्मिकताका दासहरूको रूपमा आफ्नो भेष बदल्छन् र तिनीहरूको अन्त्य तिनीहरूको काम अनुसार हुन्छ। ल हेर्नु, यी झुटा दर्शनको उत्पत्ति यहाँबाट सुरु भएको छ। किन शैतानले पनि होइन, शैतानले झुट बोलेर चाहिँ आफैलाई होइन जुन चाहिँ उज्यालोको दूत होइन के भन्छ यसलाई ज्योतिमेश्वरको दूतको भेष बदलेर होइन धारणा गर्छ भनेको चाहिँ यहाँबाट आएको छ। यो कुराहरू जति पनि कुराहरू छ नि, अनि झुट दर्शनले के परिणाम ल्याउँछ त? ल यो झुटो दर्शनले के परिणाम ल्याउँछ त? आज दोस्रो तिमोथीको हामी 4 र 3 पनि हेर्छौँ। दोस्रो तिमोथीको 4को 3 र 4, झुटो दर्शनले आज तपाईँ र हाम्रो जीवनमा के असर गर्छ? ल हेर्नु, यहाँनिर लेखिएको छ। दोस्रो तिमोथीको 4को 3 र 4, यसले के गर्छ? किनकि यस्तो समय आउँदैछ जब तिनीहरू ठिक शिक्षालाई नसहने हुन्छन्, तर आफूलाई मन परेको कुरा मात्रै सुन्न चाहने छन् र आफ्नो रुचि अनुसार शिक्षकहरू थुपार्नेछन् र सत्य कुरा सुन्नदेखि तर्की जानेछन्, दन्ते कथाहरूतिर बरालिनेछन्। यी सबै दन्ते कथाहरू, यी दन्ते कथातिर यिनीहरू बरालिनेछन् भनेको छ। सत्य सुन्नै चाहँदैन, यसको परिणाम यो हुन्छ। आज सत्यबाट यसले टाढा बनाउँछ, टोटली सत्य कुरा के हो भन्ने कुरा टाढा बनाइदिन्छ होइन। आत्मिक जीवन पुरै अन्धकारमा पारिदिन्छ, किनभने उनीहरू त के भन्छ उज्यालोमा पार्नुको साटो छ, आत्मिक जीवन चाहिँ पुरै अँध्यारोमा पारिदिन्छ। आफ्नो दर्शन र आफ्नै शिक्षालाई मात्रै विश्वास गर्न लगाउँछन्। ल हेर्नु, दर्शन र आफ्नै शिक्षालाई मात्र विश्वास गर्छन्, विश्वास गराउन पनि लाउँछन्। यो झुटो दर्शनको परिणाम हो। र यसुले झुटा दर्शन देखाउनेमा के चेतावनी दिनुभयो त? यसुले झुटो दर्शन देखाउनेहरूलाई के चेतावनी दिनुभयो त? आज मत्ती 24को 4 र 24, मत्तीको पुस्तक 24को 4 र 24 हेरौँ। यसुले झुटा दर्शन देखाउनेहरूलाई के चेतावनी दिनुभयो त? झुटो शिक्षा फैलाउनेलाई के भन्छ, के चेतावनी दिनुभयो त? होइन, यस्ता पास्टरहरूको कुरा होइन, यी भनेको सबै झुटो कुराहरू हो। यिनीहरूलाई के भन्नुभएको छ त? तब यसुले तिमीहरूलाई जवाफ दिनुभयो, होसियार रह्यो, कसैले तिमीहरूलाई भ्रम नपारोस्। एउटा र 24मा भनेको छ कि यो हामी सबैलाई थाहा छ यो वचन, किनकि झुटा क्रिस्टहरू र झुटा अगमवक्ताहरू खडा हुनेछन् र हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठुला ठुला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन्। यही भएको छ। यी झुटो शिक्षाहरूलाई चाहिँ देखाउनेलाई चेतावनी दिनुभएको। र गलाती 1को 8मा पनि हामी हेर्छौँ। मैले यसलाई धेरै डिस्क्राइब गरिनँ, यो वचन हामी धेरैचोटि पढेको छौँ। गलाती 1को 8, गलातीको पुस्तक 1को 8। हामीले प्रचार गरेको सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्यो भने पनि त्यो व्यक्ति श्रापित होस् अरे। ल हेर्नु, यसले झुटा दर्शन देखाउनेलाई चेतावनी दिनुभयो के छ भने, हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्यो भने पनि त्यो व्यक्ति श्रापित होस् अरे। अब हेर्नु त, बाइबल विपरीत यिनीहरूले सुसमाचार सुनाइरहेको छ भने यिनीहरू श्रापित छन्। जो कोहीले सुनाइरहेको छ ती सबै श्रापित छन्। जुन कुरा बाइबल अनुसार छैन होइन, चमत्कार र दर्शनलाई मात्र हेरेर चाहिँ मान्छेलाई होइन फसाउन खोज्छ, चमत्कार र दर्शनलाई मात्र हेरेर मानिसहरूलाई फसाउन खोज्छ। यस्ता कुराहरू त्यो व्यक्ति श्रापित होस् भनेको छ कि स्वर्गबाट आउने दूतले नै प्रचार गर्यो भने त्यो व्यक्ति श्रापित होस् भनेछ। अघि नै हामीले हेऱ्यौँ, चमत्कार र दर्शनलाई मात्रै बढी फोकस गराउनु। बाइबल अनुसार छैन यी कुराहरू, यिनै कुरालाई चाहिँ बढी चाहिँ शिक्षा सिकाउने गर्छन्। तर झुटा दर्शन दिनेहरू प्राय यस्ता पनि भन्छन् है, झुटा दर्शन दिनेहरूले प्राय यस्तो पनि भन्छन् कि म स्वर्गबाट आएँ भनेर घमण्ड देखाउँछन् होइन, आफ्नै चालमा चलाउने कोसिस गर्छन्। तपाईँलाई म बिना उद्धार छैन भन्छन्।
येशूको स्थान लिन खोज्छन्। तपाईलाई म बिना उद्धार छैन भनेर येशूको स्थान लिने उनीहरूले कोसिस वा प्रयास पनि गर्छन्। येशूले मलाई व्यक्तिगत रूपमा देखाउनु भयो भनेर दाबी गर्छन् यी कुराहरूलाई, हैन? बाइबल भन्दा माथि आफूलाई, हैन, बाइबल भन्दा आफूलाई चाहिँ बढी माथि राख्ने ल, हैन? अघि नै भने नि मैले, येशूले मलाई मात्रै व्यक्तिको रूपमा देखाउनु भएको छ अरे। अति यूहन्ना, प्रेरित यूहन्नालाई एउटा मात्र व्यक्तिले कहीँ देख्छ त? ल, यी कुराहरू के यस्तै यस्तै कुराहरू हो। तपाईहरूलाई, हैन, मलाई प्रश्न गर्दा अभिशाप लाग्छ अरे, ल, हैन? यदि तपाईहरू, म स्वर्गको दर्शन गरेर आइसकेको छु, तपाईले उल्टै मलाई प्रश्न गर्नुभयो भने तपाईहरूलाई अभिशाप वा साप, के भन्छ, श्राप लाग्छ भन्छ। डर देखाउँछन्, किन? आफू बच्नको लागि। अरू धेरै कुराहरू छ, मैले धेरै राखेको छैन, धेरै कुराहरू छ। यो हाम्रै समाज देशमा हामी यो कुराहरू भेटाउँछौँ के, यस्तो यस्तो कुराहरू, झुटो दर्शन दिएकाहरू। तर बाइबलले हामीलाई के गर्न सिकाउँछ? ल, हैन? तर बाइबलले हामीलाई के गर्न सिकाउँछ? यस्ता झुटो दाबी गर्ने, यस्ता कुराहरू सिकाउने, हैन? जुन झुटो दर्शनहरूको बारेमा म स्वर्गमै पुगेर आएँ, नरकको दर्शन देखेर आएँ, हैन? मैले यी कुराहरू, धेरै कुराहरू थाहा छ मलाई व्यक्तिगत रूपमा मैले भेटेको छु, हैन? सबै कुरा यी भनेलाई, तर बाइबलले हामीलाई के गर्न सिकाउँछ? यो कुरा राइट छ कि छैन भनेर हामीलाई चेक गर्न सिकाउँछ। पहिलो यूहन्नाको 4:1, पहिलो यूहन्नाको 4:1। कहीँ जानै पर्छ त वचन खोल्न? जानु पर्दैन नि, सबै बाइबलमै छ। पहिलो यूहन्नाको 4:1। प्रिय, जुनसुकै आत्मालाई विश्वास नगर। हामी जुनसुकै आत्मालाई विश्वास गर्न सक्दैनौँ, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। परमेश्वरबाट आएको आत्माले कहिले पनि घमण्ड गर्दैन, आफ्नै चालमा सिकाउँदैन, हैन? सुसमाचार विपरीत सिकाउँदैन, हैन? आफूलाई सबैभन्दा माथि राख्दैन, येशूको स्थान लिने प्रयास गर्दैन। तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइन भनेर तिनको जाँच गर। हामी जाँच गर्न सक्छौँ त? किनभने धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्किएका छन्, निस्किसकेका छन् र निस्किनेवाला पनि छन् र निस्किरहेका छन्। अहिले हो, निस्किसकेका पनि छन् र अहिले निस्किरहेका छन् र अब आउने फेरि पिँढीहरूमा निस्किनेवाला पनि छन्। र हामीले यसमा चाहिँ जाँच गर्नुपर्छ कि जुन आत्मा परमेश्वरबाट हो कि होइन। परमेश्वरबाट आउने आत्माले कहिले पनि झुटो बोल्दैन, घमण्ड गर्दैन, आफ्नो, हैन, प्रभुको स्थान लिन खोज्दैन, हैन? कुनै पनि बाइबल भन्दा विपरीत सुसमाचार सुनाउँदैन, बाइबलसँग रिलेटेड वचनहरू सिकाउँछ। ती कुराहरू छ। र फेरि 17:11 पनि त्यही गरेको छ। के भन्छ यहाँनिर चाहिँ थिस्सलुनीको व्यक्तिहरूले यहाँ के गरेको छ? उनीहरू दिनौँ धर्मशास्त्र खोजी गर्थे भनेर लेखेको छ। फेरि 17:11 मा फिलिपीमा लिडियाको परिवर्तन भनेको छ माथि, तर हेर्ने तब हामीहरू 17:11 है, यहाँ यहुदीहरू थिस्सलुनीकीहरू भन्दा बढी भला थिए। यहाँका यहुदीहरू थिस्सलुनीकीहरू भन्दा बढी भला थिए, किनभने यिनीहरूले पुरा उत्सुकताको साथ वचन चाहिँ ग्रहण गरे र ती कुराहरू ठिक त्यस्तै हुन् कि होइन भनी दिनौँ धर्मशास्त्र छानबिन गर्थे अरे। ल, हैन त? आज तपाईँ र हाम्रो काम पनि यो भन्दा बाहिर कसैले सिकाएको छ कि सिकाएको छैन भनेर चेक गर्ने तपाईँ र हाम्रो काम। तर आज भइरहेको छैन कि कयौँ चर्चहरूमा हामी देख्छौँ कि, हैन, जसले जे भन्यो त्यसैको पछि लागिरहेको छ, जसले जे भन्यो त्यसको कुरा पत्याइरहेको छ। तर यसलाई यो भन्दा बाहिर गएको छ कि छैन भनेर चेक गर्न पर्ने थियो। हामी चाहिँ चेक गरौँ है, चेक गर्नै पर्छ। किनभने यहाँ लेखेको छ कि उत्सुकताको साथ वचन ग्रहण गरे र ती कुराहरू ठ्याक्कै त्यस्तै हुन् कि होइन भने दिनौँ धर्मशास्त्र छानबिन गर्थे। आज तपाईँ र हामीसित यो बाइबल छ त, अनि हामीले त्यो ठिक हो कि होइन भनेर त यहीँबाट हेर्न, यहीँबाट त छानबिन गर्न सक्छौँ नि त, यहीँबाट चेक गर्न सक्छौँ कि त्यो आत्मा परमेश्वर तर्फबाट आएको हो कि होइन, बाइबलबाट सिकाएको छ कि सिकाएको छैन, बाइबलबाट बाहिर सिकाएको छ कि होइन, हामीलाई के भन्छ आफ्नो बसमा राख्नको लागि मात्रै गरेको छ कि वा परमेश्वरको, होइन, परमेश्वरको पास पुर्याउनको लागि पनि शिक्षा दिइरहेको छ। यी सबै कुराहरू हामीले चेक गर्नुपर्छ। हामीले के गर्नुपर्छ त? अरू सबै अनुभव, दर्शन, शिक्षा चाहिँ बाइबल अनुसार जाँच्नुपर्छ प्रत्येक व्यक्तिको।
उसको अनुभव, दर्शन, शिक्षा कस्तो छ बाइबल अनुसार चाहिँ जाँच्नुपर्छ र प्रार्थना होइन प्रार्थना गरेर पवित्र आत्माको अगुवाईमा हामी ती कुराहरू खोज्न सक्छौँ। र झुटो दर्शनबाट जोगिन अपनाउने सावधानीहरूलाई होइन, झुटो दर्शनबाट हामीलाई कसरी जोगिनुपर्छ भनेर हामीले अपनाउनु पर्ने सावधानीहरू। बाइबल नियमित पढ्नुपर्छ, तबसम्म हामीलाई थाहा छ, तबसम्म हामीलाई बाइबलको कुरा थाहा हुन्न। दिनौँ बाइबल चाहिँ पढ्नै पर्छ, किनभने दोस्रो तिमोथी 3:16-17 भन्छ के भनेको छ हामी हेर्नेछौँ। दोस्रो तिमोथीको म यसलाई हेरेर भन्छु भनेर हो, दोस्रो तिमोथीको 3:16-17 सम्पूर्ण धर्मशास्त्रको बारेमा लेखेको छ है। सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको यो र यो सिकाउनलाई, अर्थ दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक छ अरे। ल हेर्नु त, यो पुरै धर्मशास्त्र चाहिँ परमेश्वरको प्रेरणाबाट भएको र आज हामीलाई पढ्न पनि हामी नियमित पढ्नुहोस् भन्छौँ नि त। यो कुनै व्यक्तिले लेखेको होइन कि, यो के भनेको छ, सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको। व्यक्तिले त लेखे तर आफ्नै मन पनि आफूलाई जे मन लाग्यो त्यही त लेखेन नि त, परमेश्वरको प्रेरणाबाट लेखे। अनि प्रेरणाबाट भएको हो र यो सिकाउनलाई हेर्नु, यो सिकाउनलाई, अर्थ दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई यो एकदमै लाभदायक छ अरे, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको छ। यदि तपाईँ पढ्नुहुन्छ भने, नियमित बाइबल पढ्नुहुन्छ भने यो सिकाउनलाई, अर्थ दिनलाई होइन, यी कुराहरू चाहिँ एकदमै लाभदायक छ भनेको छ। अर्को छ आत्माहरूको परीक्षण। मैले अघि नै भने झुटो दर्शनबाट जोगिनलाई हामीलाई आत्माहरूको परीक्षण गर्नुपर्छ। पहिले हुन्नाको 4को अनुसार हरेक आत्मालाई हामीले जाँच्नुपर्छ। नरम र विनम्र भइरहनुपर्छ, एकदम नरम र विनम्र भइरहनुपर्छ। याकुबको पुस्तक हामी 4:6 र 7, जो एकदम नरम र विनम्र हुन्छ त्यसैले सिक्छ कि घमण्डले सिकिँदैन। याकुबको पुस्तक 4:6 र 7 है। तर उहाँले अझ बढी अनुग्रह दिनुहुन्छ। यसै कारण पवित्र धर्मशास्त्र यसो भन्छ, परमेश्वरको अभिमानीहरूको विरुद्ध गर्नुहुन्छ तर नरमहरूलाई चाहिँ अनुग्रह गर्नुहुन्छ। ल हेर्नु त, नरम व्यक्तिहरूलाई चाहिँ अनुग्रह गर्नुहुन्छ। यसकारण आफैलाई परमेश्वरको अधीनमा राख, दियाबलसको विरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ। मैले अघि नै भनेको थिएँ नि, यहाँ हामीलाई एकदमै नरम र विनम्र भइरहनु छ, बल्ल मात्रै हामीलाई के भन्छ, यहाँनिर के भनेको छ, अनुग्रह दिनुहुन्छ। यसकारण पवित्र धर्मशास्त्र यसो भन्छ कि परमेश्वरले अभिमानीहरूको विरुद्ध गर्नुहुन्छ तर नरमहरूलाई चाहिँ अनुग्रह गर्नुहुन्छ। तपाईँ र हामीलाई, हामी नरम भएर होइन, हाम्रो चाल ढङ्ग हामी त्यो तरिकाले हिँड्यौँ भने हामीलाई अनुग्रह दिनुहुन्छ। प्रभुको अनुग्रह पाउनु सानो कुरा हो र। यसुमा चाहिँ हामी दृढ भइरहनुपर्छ, स्थिर भइरहनुपर्छ। ल यसुमा हामी चाहिँ एकदम दृढ भइरहनुपर्छ। हेर्नु यहाँ कलेसियाको पुस्तक हामी 2:6 र 8 छ। यो कलेसियाको पुस्तक 2:6 र 8 छ। कलेसियाको पुस्तक 2:6 र 8। यसकारण जसरी क्रिस्टलाई तिमीहरूले ग्रहण गर्यौ त्यसरी नै उहाँमा जीवन बिताओ, धन्यवाद दिन प्रशस्त हुँदै तिमीहरूमा शिक्षा दिए बमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दहरिला भएका हो। ध्यान देऊ कि कसैले दर्शन शास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्, जो क्रिस्टको अनुसार होइन तर मानिसको परम्परा र विश्वको आधारभूत सिद्धान्तहरूमाथि अडिएका हुन्छन् अरे। हामी चाहिँ विश्वासमा होइन, यसमा हामी चाहिँ एकदम दरिलो भएर चाहिँ खडा भएर बस्न सक्नुपर्छ। किनभने हामीलाई कुनै पनि कुराहरू चाहिँ बाहिरको चाहिँ कुराहरू चाहिँ हामीलाई के भन्छ, कुनै पनि छलद्वारा तिमीहरूलाई शिकार नबनाओस् भनेको छ। खोक्रा के भनेको छ, कसैले दर्शन शास्त्र र खोक्रा छलद्वारा तिमीहरूलाई शिकार नबनाओस् भनेको छ। हामी दरिलो भएर बस्नुपर्छ, दृढ भएर बसिराख्नुपर्छ र हामी जहाँ चाहिँ होइन विश्वासमा हिँडाउने, सही शिक्षा सिकाउने त्यस्तो चर्चहरू, त्यस्तो मण्डलीमा मात्रै हामी जानुपर्छ। हो, हामी बारम्बार भन्छौँ नि त, आज तपाईँको उद्धार, तपाईँले होइन, तपाईँको उद्धार वा तपाईँको अनन्तको जीवन तपाईँबाट खोसिन सक्छ।
कसरी? तपाईलाई हैन जुन चर्चमा सही शिक्षा दिइरहेको छैन, जुन चर्चमा आत्मालाई मार्ने कुरा भइरहेको छ भने त्यो के भन्छ मण्डलीमा वा त्यस्तो चर्चमा हामी जान उपयुक्त छैन नि त। त्यही भएर विश्वासमा हिँडाउने सही शिक्षा दिने मण्डलीमा आज हामी जान जरुरी छ, चर्चमा जान जरुरी छ। र हामी सही छ भने जानुस्, गलत छ भने त्यहाँबाट छिटोभन्दा छिटो निस्किनुस्। किन भन्यो त आज हामीलाई त बस्नु छ नि त। र साँचो दर्शन के हो त? आज पहिलो कोरिन्थीको 12:7-10 हामी हेर्नेछौँ। पहिलो कोरिन्थीको 12:7 हेर्नेछौँ। साँचो दर्शन के हो त? 7-10 हेर्नेछौँ है त। सबैको हितको लागि नै पवित्र आत्माको काम प्रकट हुन हरेकलाई दिएको छ अरे। ल हेर्नु त, सबैको हितको लागि नै पवित्र आत्माको काम प्रकट हुन हरेकलाई दिएको छ। हरेकलाई एक एक दिएको छ। कसैलाई पवित्र आत्माद्वारा बुद्धिको कुरा बोल्ने, ल हेर्नु, कसैलाई उनी पवित्र आत्मा अनुसार ज्ञानको कुरा बोल्ने, कसैलाई उनी पवित्र आत्माद्वारा विश्वास गर्ने, कसैलाई उनी एक पवित्र आत्माद्वारा रोग निको पार्ने वरदानहरू दिएका छन्, र कसैलाई आश्चर्य कामहरू गर्ने, कसैलाई अगमबाडी बोल्ने, कसैलाई आत्माहरू छुट्याउन सक्ने, कसैलाई भिन्न भिन्न किसिमका भाषाहरू बोल्न, कसैलाई चाहिँ ती भाषाहरूको अर्थ खोलिदिने। यी कुराहरू चाहिँ हैन, यी कुराहरू चाहिँ अनि यहाँ अरू पनि हेर्छु म। तर यी सबै उनी एक पवित्र आत्माका काम हुन्। उहाँले हरेकलाई उहाँको इच्छा अनुसार वरदान दिनुहुन्छ। आज साँचो दर्शन त्यस्तै हैन, त्यो एक वरदानहरू छ त यहाँ। हर कोहीलाई चाहिँ दिनुहुन्न, जसलाई जे दिनुहुन्छ त्यो प्रभुबाटै पाउँछ क्या। त्यो पवित्र आत्माको नियन्त्रणमा बाइबल अनुसार मण्डलीको उपयोगको लागि थियो। ल हेर्नु, यी जति पनि कुराहरू छन्, यी बुद्धिका कुरा, ज्ञानका कुरा, विश्वासको कुरा, रोग निको पार्ने कुरा, भिन्न भिन्न भाषा बोल्ने, यी सबै मण्डलीको लागि थियो। कसैको यो व्यक्तिगतको लागि थिएन, मण्डलीको उपयोगको लागि। हैन, आज सबै दर्शन झुटो हुँदैनन् र सबै दर्शन सही पनि हुँदैन। सबै दर्शन झुटो पनि हुँदैन र सबै दर्शन सही पनि हुँदैन। बाइबल सबै कुराको सत्य छ र हामी बाइबलबाट धेरै कुराहरू हामी हेर्नेछौँ। र जसले दर्शन देख्छ नि उसले बाइबल अनुसार जीवन चलाउँछ, न कि अरूलाई डरमा, आफ्नो चालमा वा नियन्त्रणमा राख्छ। ल हैन है, जसले दर्शन देख्छ उसले बाइबल अनुसार नै उसको जीवन चलाउँछ। उसले कसैलाई डरमा राख्दैन हैन, कसैलाई आफ्नो चालमा राख्दैन, कसैलाई आफ्नो नियन्त्रणमा बन्धक बनाएर राख्दैन। तर जसले त्यो दर्शनहरू देख्छ नि उसले चाहिँ टोटली बाइबल अनुसार उसको जीवन र बाइबल अनुसार उसले चाहिँ हरेक कुराहरू चाहिँ अरूलाई पनि सिकाएको हुन्छ। जसले दर्शन देखेको छ, हामी बाइबलमा जीवितै स्वर्गमा पुर्याएका आज हामी व्यक्तिहरू हेर्छौँ। हैन, अब स्वर्गको नर्कको यहाँ कुराहरू म एक एक गरेर भनेछु कि हैन। आज स्वर्ग वा नर्कसम्म पुगेर आएको छु भनेर सिकाउने शिक्षाहरू कतिसम्म सही छ, कतिसम्म गलत छ। आज हामी बाइबलमा जीवितै स्वर्गमा पुर्याएका व्यक्तिहरू हेर्छौँ। जीवितै कुन उद्देश्यको साथ प्रभुले जीवितै हैन स्वर्गसम्म पुर्याउनु भयो हैन। कसैलाई चाहिँ के भन्छ त्यो दर्शन दिनुभएको छ, के कारणले दिनुभयो, र आज जति पनि स्वर्ग पुगेर आएका छन् उनीहरूको दर्शन के थियो र उनीहरूले के गरे त यहाँ पृथ्वीमा, बाइबल अनुसार गरे कि गरेन, यी सबै हेर्छौँ। एलियालाई हेर्दा दोस्रो राजाको 2:11 म यसलाई पढिन। एलियाको पहिला हनोक हेरौँ है। हनोक चाहिँ स्वर्गमा लगिएका थिए। उत्पत्तिको 5:24 लेखिएको छ कि उत्पत्तिको 5:24 लेखिएको छ कि हनोक चाहिँ स्वर्गमा लगिएका छन्, र यो हिब्रूको 11:5 पनि छ है। हनोक परमेश्वरको साथ साथ हिँड्थे अनि उनी अलग भए किनभने परमेश्वरले उसलाई उठाइ लानुभयो। फर्स्ट ऱ्याप्चर हो यो। फर्स्ट ऱ्याप्चर जुन चाहिँ हनोकको भएको थियो कि उहाँलाई स्वर्गसम्म लगेको थियो। उसको मृत्यु भएको छैन। हेर्नु है, हनोकको मृत्यु भएको छैन, उसलाई स्वर्ग लगियो। हिब्रूको 11:5 पनि छ है, यसलाई हेर्नु होला। त्यसपछि एलिया दोस्रो राजा 2:11 स्वर्गमै जीवितै उठाएका थिए, रथ आएर हैन, जुन कुरा एलिसाले देखेका थिए हैन, अरूले एलिसाले देखेका थिए। एलियालाई पनि
उसको पनि ऱ्याप्चरै भएको छ, उठाइएको छ। दोस्रो राजा 2:11 मा है स्वर्गमा जीवितै उठाइएको थियो रथहरूद्वारा आएर। र जिजस हेर्नु, जिजस पनि मरेपछि स्वर्गारोहण हुनुभयो। हो, जिजस स्वर्गारोहण हुनुभएको छ। जिजस मरेपछि स्वर्गारोहण हुनुभएको छ, अरू कोही होइन। हेर्नु यहाँ प्रेरितको पुस्तक हामी 1 को हो, प्रेरितको पुस्तक 1 को 9 देखि 11 हामी हेर्नेछौँ। 9 देखि 11 हेर्नेछौँ है। प्रेरितको पुस्तक 1 को 9 देखि 11 उहाँले यी कुरा भन्नुभएपछि तिनीहरूले हेर्दै हेर्दै उहाँ उँभो उचालिनु भयो र बादलमा उहाँ तिनीहरूको दृष्टिबाट लोप हुनुभयो। जब तिनीहरूले उहाँ जाँदै गर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोसाक लगाएका 2 जना मानिस तिनीहरूको नजिक खडा भए। तिनीहरूले भने, गालिलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू जो तिमीहरूबाट स्वर्गमा लगिनु भयो अरे। ल हेर्नु त, स्वर्गमै लगिनु भयो भनेर लेखेको छ है। स्वर्गमै लगिनु भयो। अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। त्यही भएर जिजस पनि मरेपछि स्वर्गारोहण हुनुभएको छ। त्यसपछि मोसा हेर्नु, मोसा पनि मरेका थिए। व्यवस्थाको पुस्तक हामी 34 को 5 देखि 6 मा हेर्छौँ है। मोसा पनि मरेका थिए। तर हेर्नु, व्यवस्थाको पुस्तक 34 को 5 र 6 है। 5 र 6 लास्ट वचन हो, टप च्याप्टर 5 र 6। तब परमप्रभुको वचन अनुसार परमप्रभुका दास मोसा मोआब देशमा मरे भनेको छ। मरे भनेको छैन है। मोआब देशमा बेत पोरको सामने एउटा बेसीमा उहाँले तिनलाई गाड्नुभयो। तर आजसम्म कसैलाई तिनको चिहान थाहा छैन। येशूको चिहान कसैलाई पनि थाहा छैन। येशू भन्न आएछ, मोसाको चिहान कसैलाई पनि थाहा छैन। मोसाको लास कसैले भेटाएको थिएन। त्यो पनि एउटा न एउटा मकसदमा हो कि यो परमेश्वरको योजनामा थियो कि यो। यसको त धेरै नै कहानी छ, किन हैन पछि यसको विवादित भएको छ। हामी हेर्यौं भने यहुदाको 1 को 9 मा हामीले हेर्यौं भने हेर्नेछौँ यहाँनिर। त्यो भन्दा पहिला हेर्नु है, 5 र 6 भने है मैले। आजसम्म कसैलाई तिनको चिहान थाहा छैन। मोसाको मृत्यु हुँदा तिनी 120 वर्षका थिए। तिनको आँखा कमजोर भएको थिएन। उसको गल्तीको कारणले ऊ मर्न परेको थियो। हामीलाई थाहा छ नि त, कनान देशमा पुर्याउँछु हैन, कनान देशमा पुर्याउने उसको मोसालाई लिएर हिँड्नु भएको थियो भने उसले चाहिँ मैले गर्दा तिमीहरू मैले गर्दा यो भनेर परमेश्वरले उसलाई के गर्नुभयो थियो, तैँले चाहिँ कनान देश देख्न पाउँदैनस् भन्नुभयो। र कनान देश देख्नुभन्दा पहिले उसलाई चाहिँ मृत्यु दिनुभएको थियो। त्यही भएर त तिनका आँखा कमजोर भएका थिएनन्। उसले सबै देखे थियो डाँडाबाट। तिनको बल पनि घटेको थिएन। यी कुराहरू छ। त्यसै गरी हेर्नु है, मत्तीको पुस्तक हामी यहुदाको पुस्तक 1 को 9 पनि हेर्छौँ। यहाँनिर मोसाको मरे र गाडे भनेको छ हैन, तर त्यसको चिहान कहाँ अहिलेसम्म कसलाई, उसको लास कसैलाई थाहा छैन भनेको छ। यहुदा 1 को 9 मा, यहुदाको पुस्तक 1 को 9 मा, यहुदाको पुस्तक 1 को 9 मा तर प्रधान दूत मिखाएलले पनि मोसाको लासको विषयमा दियाबलसँग चाहिँ विवाद गर्दा त्यसलाई निन्दापूर्ण दोष लाउन साहस नगरी प्रभुले तिनलाई हप्काउन भनेथे अरे। ल हेर्नु त, किनभने दियाबलसले मागेको थियो कि के भन्छ मोसाको लास, तर यहाँनिर मिखाएलले के गर्यो, त्यसको लासको बारेमा प्रभुले तल हप्काउनु हुन् के भन्छ, दियाबलसँग विवाद गर्दा त्यसलाई निन्दापूर्ण दोष लाउन साहस नगरी प्रभुले त्यसलाई चाहिँ हप्काउन भनेथे भनेको छ। ल हेर्नु त, एकदम उसको लासको बारेमा अब यो छुट्टै घटना छ है। किन यो हैन, किन यसको लास किन माग्यो भन्ने कुराहरू त्यहाँनिर धेरै कुराहरू हामीले हेर्यौँ भने उसको त्यो लास भेटायो भने हैन ऊ साँच्चीकै मरेको
अनि त्यसपछि आएर फेरि उसलाई हैन उसको स्ट्याचुहरू बनाएर चाहिँ उसलाई वर्शिप गर्नको लागि यी कुराहरू पनि लेखेको छ, तर प्रभुको योजना यहाँनिर छुट्टै छैन। त्यही भएर उसको के भन्छ लास्टलाई चाहिँ कसैले देख्न पाएन। मत्तीको पुस्तक 17:3 मा मूसा देखा परेका छन्। मत्तीको पुस्तक 17:3 मा मूसा देखा परेका छन्। एक्ज्याक्टली जिजसको र मूसाको एउटै देखिन्छ। हामीले यहाँ हेर्यौं भने जिजस पनि मर्नु भएको थियो, स्वर्गारोहण हुनुभएको थियो भने यहाँनिर मूसा पनि मरेका थिए र पछि फेरि देखा परेका छन् के। मत्तीको पुस्तक 17:3 है। ओ सेट कस्तो पल्टेको होला। 17:3 मा दुईबाटै हामी हेर्नेछौँ। 17:2 र 3 है। तिनीहरूको सामने उहाँको रूप परिवर्तन भयो। कसको? जिजसको। तिनीहरूको सामने उहाँको रूप परिवर्तन भयो। उहाँको चेहरा सूर्य झैं चम्क्यो अरे। कसको? जिजसको। र उहाँको वस्त्र प्रकाश झैं सेता भए। कसको? जिजसको। अनि मूसा र एलिया उहाँसँग बातचित गरिरहेको देखा परे। हिन्दी वर्ड छ है यहाँ। अनि मूसा र एलिया उहाँसँग बातचित गरिरहेको देखा परे अरे। मूसा देखा परे। यहाँनिर मूसा देखा पर्नेको यहाँनिर हामीले हेर्यौं भने मूसाको ठाउँमा हनोक हुन पर्ने हो त। स्वर्गमा जीवितै उठाएको त को छ? यहाँनिर हामीले हेर्यौं भने हनोक र एलिया हो नि त। तर यहाँ मूसालाई पनि राखिएको छ के। यो कुन उद्देश्यको साथ राखेको छ त्यो प्रभुलाई नै थाहा छ। यहाँनिर चाहिँ मूसा र एलियाको नाम कोट गरेरै भनेको छ कि त्यहाँनिर जिजससँग यिनीहरूले बातचित गरिरहेको घटना हामी भेट्टाउँछौँ। र यही कुरालाई ठिकै छ अहिलेलाई यति नै भने है। त्यसपछि चाहिँ पावललाई हेर्नु। पावललाई पनि हामी बाइबलमा जीवितै स्वर्ग पुर्याएका व्यक्तिहरूको बारेमा हेरेछौँ है। हनोक, एलिया, जिजस, मूसा, त्यसपछि आए पावल। पावल आत्मिक दर्शनमा मृत्यु नभएको बेला हैन, उसको मृत्यु भएको छैन। आत्मिक दर्शनमा 2 कोरिन्थी 12 को हामी 2 र 4 हेर्छौँ कि डिक भाइ प्रेज द लर्ड भाइ। 2 कोरिन्थीको 12 को 2 कोरिन्थीको 12 को 2 र 4 मा यहाँनिर पावलले देखेको दर्शन, पावलको दर्शन र तिनको काँडा भनेको छ है। पावलको दर्शन र तिनको काँडा भनेको जब पावलले दर्शन देखे नि त्यसपछि उसको जीवनमा काँडो दियो, न त त्यो भन्दा अगाडि काँडो थिएन जीवनमा। ल हामी हेर्छौँ यहाँ 2 कोरिन्थी 12 को 2 र 4 मा के भनेको छ भने क्रिस्ममा म एकजना मानिसलाई चिन्दछु, ऊ आफै हो जो 14 वर्ष अघि तेस्रो स्वर्गसम्म पुर्याइएको थियो। तेस्रो स्वर्गसम्म पुर्याइएको थियो है। तेस्रो स्वर्गसम्म उचाली लगिएको थियो। पहिलो स्वर्ग के जुन हामीले देखेका छौँ नि यो पहिलो के भन्छ रे स्वर्ग हो के भन्छ, पहिलो आकाश दोस्रो आकाश भनेर भने जस्तै गरी ठिकै छ। पहिलो स्वर्ग जहाँ पन्छीहरू उड्छन् यो हामीले देखेको यो जुन आकाश छ यो भनेको पहिलो स्वर्ग हो। त्यसपछि दोस्रो स्वर्ग भनेको जुन तारा ग्रहहरू छन् त्यो भनेको चाहिँ दोस्रो स्वर्ग हो। त्यसपछि तेस्रो स्वर्ग भनेको परमेश्वरको निवास स्थान के भन्छ निवास स्थान छ, त्यो भनेको बल्ल तेस्रो स्वर्ग हो। पावल दर्शनमै तेस्रो स्वर्गसम्म पुगेको छ। 14 वर्ष अघि तेस्रो स्वर्गसम्म उचाली लग्यो। ऊ शरीरमै लग्यो कि शरीर बिना सो म जान्दिन अरे। ल हेर्नु त पावललाई थाहा थिएन कि शरीरमै गयो कि शरीर बिनै गयो भनेर के। ऊ आत्मामा गएको थियो। म जान्दिन, परमेश्वर जान्नुहुन्छ अरे। र म यस मानिसलाई चिन्दछु, शरीरमा हो कि बिना शरीरमा त्यो मलाई थाहा छैन। त्यो मानिस चाहिँ म चिन्छु भनेको ऊ आफै हो। तर त्यो मानिस स्वर्गलोकमा उचाली लग्यो अरे। यो कुरा परमेश्वर जान्नुहुन्छ र त्यहाँ बताउन नहुने कुराहरू उसले सुन्यो अरे। कसले? पावलले बताउनै नहुने कुरा चाहिँ उसले सुन्यो भनेको छ। स्वर्गमा पावलले चाहिँ यस्तो कुराहरू सुने कि जो चाहिँ बताउन चाहिँ उचित छैन अरे। त्यहाँ बताउन नहुने कुराहरू उसले सुन्यो जुन चाहिँ मानिसले उच्चारणसम्म पनि गर्न हुँदैन अरे। हेर्नु त उच्चारणसम्म पनि गर्न हुँदैन।
त्यही भएर चाहिँ पावलले यहाँनिर धेरै कुरा भनेकै छैन, के पनि दर्शन देख्यो आयो। बताउन नहुने कुरा उसले सुन्यो, जुन चाहिँ मानिसले उच्चारणसम्म पनि गर्न हुँदैन। यस मानिस ओके, यतिसम्म मात्रै रे। त्यहाँ बताउन नहुने कुरा उसले सुन्यो र जुन चाहिँ मानिसले उच्चारणसम्म पनि गर्न हुँदैन भनेको छ। यस्ता कुराहरू, जुन कुरा चाहिँ अब अहिले आएर यो यस्तो थियो स्वर्ग, उस्तो थियो स्वर्ग, यस्तो देखे उस्तो देखे, ल यहाँनिर यतिसम्म भनेको चाहिँ जुन कुरा बताउनै नसकिने, उच्चारण गर्न समय सकिँदैन भनेको चाहिँ यस्तो कुराको दर्शन देखाउनुहुन्छ प्रभुले। ल हेर्नु, पावललाई स्वर्गको दर्शन देखाउनुको उद्देश्य उहाँलाई विशेष सत्यहरू देखाउनु थियो, जसले पावलको सेवा कार्यमा राम्रो प्रभाव पार्न सक्छ भनेर उसलाई त्यो दर्शन देखाइएको थियो। किनभने अन्य जातिको प्रेरित भएर निस्केको थियो नि त पावल त, त्यही भएर उसलाई चाहिँ उसको सेवा कार्यमा चाहिँ होइन, सेवा कार्यमा चाहिँ राम्रो प्रभाव पार्न सक्छ होइन। उसलाई त्यो जम्मै स्वर्गको दर्शनहरू देखाएपछि उसले यी कुराहरू सत्य भनेर जान्छ, बुझ्छ भनेर यी उद्देश्यको साथ देखाइयो, उसलाई दर्शनमा देखाइएको थियो, दर्शनमा लगिएको थियो स्वर्गसम्म। अरू कुराहरू भन्छ है। के आज पनि यस्तो दर्शनहरू देखाउनुहुन्छ प्रभुले? ल परमेश्वरले स्वर्गसम्म लगेर के आज पनि यस्तो दर्शनहरू देखाउनुहुन्छ? बाइबलले के भन्छ? ल प्रेरितको पुस्तक 2:17। हामीलाई क्वेसन आउँछ त, पावललाई त ल किन अहिलेको समय पनि लगिन्छ कि लगिँदैन भनेर ल हेर्ने। प्रेरितको पुस्तक 2:17 अलिकति त मैले अघि पनि भने जस्तो लागेको छ। प्रेरितको पुस्तक 2:17ले यहाँ के भनेको छ भने, आखिरी दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरो आत्मा खनाइदिनेछु रे। मेरो आत्मा चाहिँ खनाइदिनेछु र तिमीहरूको छोराहरू र तिमीहरूको छोरीहरूले अगमबाडी बोल्नेछन्। ल हेर्नु, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन् अरे। नदेख्ने होइन, देख्छन् भनेको छ। दर्शन देख्छन् र तिमीहरूका बुढापाकाहरू सपनदर्शी पनि हुनेछन् अरे। ल हेर्नु, दर्शन देख्छन् त, पावलले देख्यो त दर्शन। आज यदि परमेश्वरले उसलाई देखाउनु भएको दर्शन बाइबल अनुसार छ भने त्यो सही छ। नदेखाउने होइन, देखाउनुहुन्छ। मैले अघि नै भने क्या आज पनि यस्तो दर्शनहरू देखाउनुहुन्छ? प्रभुको इच्छा छ भने देखाउनुहुन्छ। यही भनेको छ त, तिमीहरूको छोराहरू तिमीहरूको छोरीले अगमबाडी पनि बोल्नेछन्, तिमीहरूको युवकहरूले दर्शन देख्नेछन् अरे। देख्छन् दर्शन, तर कस्तो दर्शन देखे भन्ने कुरा म भन्छु अहिले, कस्तो दर्शन देखे भन्ने कुरा है। अनि तिमीहरूको युवकहरूले दर्शन देख्छन् र तिमीहरूको बुढापाकाहरू सपनदर्शी पनि हुनेछन् अरे। जसरी युसुफले पनि त सपना त्यसपछि त्यो पिलातुसको बुढीले सपना देखेको थियो त, ती कुराहरू पुरा भयो नि त। पुरा हुनु पर्यो कि परमेश्वर तर्फबाट आएको छ भने पुरा हुन्छ क्या। यही होइन, युवकहरूलाई दर्शन दिन्छु, बुढापाकाहरूलाई सपना देखाउँछु भन्नुभएको छ। आज पनि हुन्छ यो कुरा, नहुने होइन। यूहन्ना 16 हामी 13 पनि हेर्छौँ है। यूहन्ना 16:13 हेर्नु। जब उहाँ अर्थात् सत्यको आत्मा भनेको छ, जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोराउनुहुन्छ। उहाँ आफ्नो तर्फबाट बोल्नु हुने छैन, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नु हुनेछ र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुन्छ अरे। ल यी कुराहरू हुन्छ आज पनि। प्रभुले ती कुराहरूलाई देखाउने कुराहरू र ती कुराहरू के भनेको छ? बोल्नु हुने छैन, उहाँले जे सुन्नुहुन्छ त्यही बोल्नु हुनेछ र हुन आउने कुराहरू तिमीहरूलाई पनि घोषणा गरिदिनुहुन्छ अरे। नहुने होइन, तर कुन तर्फबाट आयो भन्ने कुरा। पवित्र आत्माले दर्शन, सपना वा गहिरो आत्मिक अनुभव दिन सक्छ, तर ती सबै बाइबल अनुसार मिल्नुपर्छ। बाइबल अनुसार मिल्नुपर्छ नि त। परमेश्वरको महिमा बढाउनु पर्छ। कुनै दर्शनले पनि बाइबलको सत्य विरुद्ध जान सक्दैन। ल हैन, कुनै पनि दर्शन जसले देखेर आए भन्छ नि, जसले म स्वर्गतिर आएँ, म नरक देखेर आएँ, स्वर्गको दर्शन देखेर आएँ, म स्वर्गमा लगिएको थिएँ यति समयको लागि, उति समयको लागि भन्छ, त्यो कुराहरू बाइबलको सत्य विरुद्ध जान सक्दैन। त्यो बाइबल विरुद्ध चाहिँ बाइबलको जति पनि कुराहरू छ त्यो सत्य विरुद्ध जान सक्दैन। तर आज बाइबल विपरीत छन्। जस्तै ल हेर्नु त, स्वर्गको दर्शन देखेर स्वर्गसम्म पुगेर आएको मान्छेले ती अन्य भाषा बोल्छ त, जुन अन्य भाषा बाइबल अनुसारै छैन। ल हेर्नु,
कि प्रभुले ती कुरा भन्नु भएन? स्वर्ग देखेर आएको मान्छे, स्वर्गको दर्शन देखेर आएको मान्छेले जुन शैतानको भाषा बोलिरहेको छ, जुन भाषा बाइबल अनुसार छैन, त्यही भाषा अन्य भाषा बोल्नुपर्छ। तपाईँहरू अन्य भाषा किन रोक्नुहुन्छ अरे? किन गर्नुहुन्न अरे? ल हेर्नु त, अन्य भाषा रोक्नु भयो, गर्नु भएन भने तपाईँलाई आशिष कहाँबाट आउँछ? तपाईँभित्र पवित्र आत्मै छैन। ल हेर्नु, यो कुरा म्याच भयो त? भएन नि त। यही कुरा म्याच भएन। अनि के को दर्शन देख्यो आज? कसरी स्वर्गमा पुऱ्यायो त्यसलाई आज? र अर्को छ दशंश पनि। ल हेर्नु, स्वर्ग देखेर आएको व्यक्तिले यो पृथ्वीमा भएको दशंशको लोभ गरेर बस्छ होला? प्रभुले यही दर्शन देखाइदिनु भएको थियो होला? ल हेर्नु, यस्तो देखे उस्तो देखे भन्दै आउँछ। यहाँ दशंशको बारेमा लुटिरहेको छ। प्रेरितमा हेर्नु के भन्छ अरे, पावललाई कस्तो दर्शन देखाउनु भएको रे। त्यही भएर उसको टिचिङ कति राम्रो छ त नि। ऊ कुनै पनि कुरामा घमण्ड गरेको छैन। म अहिले आउँछु त्यो कुरा नि भन्छु। उसले देखेको पुरै दर्शन त्यो घमण्डै होइन, उसले त्यो घमण्डै नगरिकन एक एक कुराको खुलासा गरेको छ कि त्यो दर्शन देखेको कारणले भनेको छ त। उसलाई दर्शन देखाएको सत्य कुरा जान्नको लागि भनेको छ त। तर आज यही कुराहरू जुन कुरा बाइबल विपरीत छ त्यही कुराहरू सिकाइरहेको छ। भन्छ स्वर्ग गएर आए, स्वर्ग मलाई पुर्याइयो, दर्शन देखेर आए। ल जुन कुरा हामीलाई चाहिँदैन, ती कल्चरहरू जति पनि यहुदी कल्चरहरूमा भएकाहरू त्यही कुराहरू आज सिकाइरहेको छ कि तुरै फुकिरहेको छ होइन। फर्स्ट फुड हामीलाई चाहिन्छ, अरू के भन्छ नि त, त्यो चाडहरूको बारेमा, निस्तार चाडहरूको बारेमा यी कुराहरू दर्शन देखेको मान्छेले यी कुराहरू सिकाउँछ होला त? तपाईँले सुरुमै पक्रिनुको उसको अन्य भाषा, त्यसपछि यो जति नै दर्शन देखेर आए पनि यो गलत छ। त्यसपछि त दशंश छँदैछ। यहुदी के भन्छ, यहुदीको कल्चरहरू छ। त्यसपछि बत्तिस्माकै कुराहरू पनि छ। एक नामको होइन, जिजसलाई मात्रै मान्नेहरूको के भन्छ अरे, जिजसलाई मात्रै मान्ने र उनीहरूले बत्तिस्मा दिएको कुराहरू दर्शनमा पाइसकेको मान्छेले यस्तो कुरा सिकाउँछ होला त? हामीले यति ख्याल गर्नुपर्छ कुन मान्छेले दर्शन आफ्नै के भन्छ आफूले मन परे भनेको छ कि अरूबाट होइन मान सम्मान इज्जत पाउनको लागि, ठुलो हुनको लागि भनिरहेको छ कि सपनाको कुरा गरिरहेको छ कि? सपना पनि त देख्न सक्छ त, राति सुतिरहेर सपना पनि देख्न सक्छ त। अनि के म दर्शनमा लग्यो भन्न मिल्छ त? मिल्दैन नि त। साँचो दर्शन हेर्नु, साँचो दर्शन भएकोले येशूको नाम, काम र उद्धारमा फोकस गराउँछ। येशूको नाम, काम र उद्धारमा फोकस गराउँछ। झुटो दर्शनहरूले शक्ति र उसले गरेको अनुभवलाई बढी फोकस गराउँछ। हेर्नु, शक्तिमा, पवित्र आत्माको शक्ति यो छ ऊ छ भनेर उसले गरेको अनुभवलाई बढी मात्र उसले फोकस गराएको हुन्छ। बाइबलसँग मेल खाने सन्देश ल्याउँदैन। के भन्छ, झुटो दर्शन ल्याउनेले बाइबलसँग मेल खाने सन्देश ल्याउँदैन। उसले नयाँ सिद्धान्त आफै बनाएर बाइबल विपरीत सिकाउँछ। झुटोले मानिसलाई परमेश्वरतर्फ फर्काउनुको साटो डर देखाएर, चमत्कार देखाएर, आश्चर्य कामहरू मात्र देखाउन चाहिँ देखाइरहेको हुन्छ झुटो दर्शनले। हो त, हेर्नु त अहिले के छ, चमत्कार देखाइरहेको छ, आश्चर्य कामहरू देखाइरहेको छ, डर देखाइरहेको छ। यो झुटो दर्शन हो। साँचो दर्शनले आफूलाई सानो ठान्छ अरे। पावलले म आफूलाई फोहोर मूल्य तुल्य ठानेको छु भनेको थियो। पावलले म आफूलाई फोहोर मूल्य तुल्य ठानेको छु भनेको थियो। आफूलाई सानो ठान्छ, म के पनि होइन प्रभुको अगाडि भन्ने। तर उसले त मै हो, अब कोही छैन म जतिको भन्दै हिँडेको हुन्छ। घमण्ड होइन, आफैलाई प्रशंसा गर्दै मैले पनि देखेको छु स्वर्गको भनेर उसले झुटो प्रचारहरू गरिरहेको हुन्छ। कसले? झुटो दर्शन देखेको। साँचो दर्शन हेर्नु, जीवन परिवर्तन र आत्मिक वृद्धि ल्याउँछ। साँचो दर्शनले जीवनलाई परिवर्तन ल्याउँछ र आत्मिक वृद्धि गराइदिन्छ। त्यसले झुटो दर्शनले के छ, भ्रम, द्वन्द, आत्मिक घमण्ड ल्याउँछ। भ्रम फैलाइदिन्छ, द्वन्द ल्याइदिन्छ, त्यसपछि आत्मिक घमण्ड ल्याउँछ। त्यसले मैले के भन्छ, जीवितै स्वर्गमा पुर्याएको व्यक्तिहरूमा मैले प्रेरित यूहन्नाको नि भन्छु है, किनभने मलाई पावलको भने र प्रेरित यूहन्नाको नि भन्छु, जसले पनि स्वर्गको दर्शन देखाइएको थियो। शारीरिक रूपमा लगिएको थिएन, उसलाई पनि आत्मिक रूपमा गएको थियो। शारीरिक रूपमा गएकै थिएन है, आत्मिक रूपमै गएको थियो ऊ पनि।
जसरी पावल शरीरमा गयो कि म आत्मा गयो थाहा भएन भनेको छ, त्यो पनि शरीरमै के अरे आत्मामै गएको। प्रकाशको पुस्तक हामी 4:1 र 2 हेर्छौँ। प्रकाशको पुस्तक 4:1 र 2 यहाँनिर लेखिएको छ क्या, क्लियर लेखेको छ। यो चाहिँ शरीर रूपमा लगिएको थिएन कि आत्मामा लगिएको थियो। प्रकाशको पुस्तक 4:1 र 2। यसपछि मैले 4:1 र 2 यसपछि मैले हेरेर स्वर्गमा एउटा ढोका देखेँ जो खुल्ला थियो। मैले पहिले सुनेको स्वर तुरैको जस्तो आवाजमा मसँग यसरी बोलिरहेको थियो, यता माथि आऊ र अब यसपछि जुन कुराहरू हुनुपर्छ सो म तिमीलाई देखाउने छु। म तुरुन्तै आत्मामा भए भनेको छ। ल हेर्नु, यो क्लियर वचन हो कि ऊ आत्मामा गएको थियो, यसले म तुरुन्तै आत्मामा भए भनेको छ क्या। हेर म स्वर्गमा एउटा सिंहासन थियो र एकजना त्यो सिंहासनमा विराजमान हुनुहुन्थ्यो। यो भन्न खोजेको ऊ शारीरिक रूपमा लगेको थिएन, आत्मामा लगेको थियो। त्यसपछि उसले स्वर्गको सिंहासन देख्यो, मेमनाको हैन मेमनाको पूजा गरिरहेको देख्यो, नयाँ स्वर्ग नयाँ पृथ्वी देख्यो, 2400 राज्य के भन्छ राज्यहरू उसले देख्यो। यी कुराहरू उसले आत्मामा देखेको कुरा, आत्मिक दर्शन थियो उसको। प्रकाश 1:10 मा लेखेको छ है, म प्रभुको दिनमा आत्मामा थिएँ भनेको छ। र प्रकाश 10 को हामी 4 हेर्नेछौँ। प्रकाश 10 को 4 मा पनि यहाँनिर जसरी पावलले भनेको थियो त्यहाँनिर हैन जुन गुप्त कुराहरू थिए, यसलाई म फेरि हेर्छु। जसरी पावलले त्यहाँ बताउन नहुने कुरा उसले सुन्यो र जुन चाहिँ मानिसले उच्चारणसँग पनि गर्न मिल्दैन भनेको थियो भने, यहाँनिर पनि प्रकाशको पुस्तक 10 को 4 मा चाहिँ के लेख्यो भने, जब ती 7 मेघ गर्जनहरूले आफ्नो आवाज निकाले म लेख्नै लागेको थिएँ रे, म लेख्नै लागेको थिएँ। त्यसै बेला स्वर्गबाट यसो भन्ने आवाज मैले सुने, ती 7 मेघ गर्जनहरूले निकालेका आवाजहरूलाई गुप्त राख र ती नलेख। गुप्त राख र नलेख, दुवैजनालाई यही भन्नेको थियो। अहिलेकले गुप्त राखेका छन् त, यो त्यो आफ्नै बनावटी गरेका छन् त, अनि गुप्त कहाँ राख्छन् त? जुन कुरो प्रभुले हैन गुप्त राख भनेको थियो दुईटैलाई, उनीहरूले दुईटैले राखेको छ, उनीहरूले लेखेको छैन। बताउनै नहुने कुरा, त्यहाँ बताउनै नहुने कुराहरू उसले सुने जुन चाहिँ मानिसले उच्चारणसँग गर्न हुँदैन कुनै कुराहरू पनि। जस्तै यहाँ पनि त्यही छ, आवाज गुप्त राख, ती हैन निकालेका आवाजहरू गुप्त राख र ती नलेख भन्नु। यस्ता कुराहरू छ जसलाई चाहिँ हैन दर्शन दिएको थियो। एउटा चाहिँ प्रेरितको के भन्छ जिजसको एकदम प्रेम गर्ने चेला यूहन्ना हैन, जसलाई चाहिँ प्रकाशको पुस्तकको त्यहाँनिर दिएको थियो भने, दर्शन देखाइएको थियो नि, प्रेरित पावललाई चाहिँ अन्य जातिको प्रेरित हो, अन्य जातिको लागि उसलाई पनि सेवा कार्यको लागि प्रभाव परोस् भनेर परमेश्वरको उद्देश्यको साथ उसलाई पनि दर्शन देखाइदिएको थियो। हर कोहीले देखाएको छैन त, देखाएको छैन। ल हैन यूहन्ना हैन, जुन यूहन्ना चाहिँ शरीरमा रूपमा गएका थिएन, ऊ आत्मामा गएका थिए भने ऊ फेरि पृथ्वीमा फर्कनु परेको छैन के, पृथ्वीमा फर्कनु परेको छैन उसको शरीर, किनभने ऊ स्वर्गमा गएका थिएनन्, उसको आत्मा मात्रै गएको थियो। अनि यूहन्ना पत्मस भन्ने टापुमा थिए के, त्यहाँ लेखेछ प्रकाशको पुस्तक 1:9 मा, त्यति बेला चाहिँ के भन्छ यूहन्ना चाहिँ पत्मस भन्ने टापुमा बन्दी थिए। लगभग 15 वर्ष जति छ है, लगभग 15 वर्ष। अहिले मैले फेरि भन्छु होला यसको बारेमा। ल हैन, अब प्रश्न आउन सक्छ कि स्वर्गबाट मूसा र एलिया पृथ्वीमा आएका थिए हैन, त्यति बेला आएका थिए भने उनीहरू कसरी आए त? कसरी आए? आज स्वर्गबाट पृथ्वीमा कोही आउन सक्दैन हैन, स्वर्गबाट वा नरबाट कोही पृथ्वीमा आउन सक्दैन भने स्वर्गबाट मूसा र एलिया चाहिँ पृथ्वीमा कसरी आएका थिए त? यो हामी यसुको समयमा हामी फेरि हेर्नेछौँ। अघि पनि मैले भनेको थिएँ उनीहरू कुन रूपमा आए हैन, त्यसपछि उसको चेलाहरूले मूसा र एलिया भन्ने कुरा कसरी थाहा पाए, यी कुराहरू मैले अघि पनि भने। यिनीहरू हैन मत्तीको पुस्तक 17 को 2 र 3 मा हामीले हेर्यौं भने त्यहाँनिर यिनीहरू चाहिँ महिमित रूपमा आएका थिए, महिमित रूपमा।
शरीर त थियो तर महिमित रूपमा आएका थिए। लुकाको पुस्तक 9 को हामी 30 देखि 31 हेर्छौँ है। लुकाको पुस्तक अघि मैले मत्तीको 17 को 2 र 3 त भनिसकेको छु। अहिले चाहिँ यहाँ लुकाको पुस्तक 9 को 30 र 31। मत्तीको पुस्तकमा चाहिँ नामै कोड गरेर लेखेको छ मूसा र एलिया भनेर। लुकाको पुस्तकमा चाहिँ नाम कोड गरेर लेखिएको छैन। फेरि यो लेखकको अनुसार है। अब यो लेखक लुकाले लेखे, लुकाको पुस्तकमा छ। अब यसलाई थाहा थिएन होला त को हो, यसले लेखेन ल। तर उनीहरूले के रहेछ, अनि उहाँसँग 2 जना मानिस बातचित गरिरहेका थिए अरे। ती 2 जना व्यक्तिको नाम हो एलिया र मूसा। उनीहरू मूसा र एलिया थिए। यहाँ लेखेको रहेछ है, अर्को कुनमा लेखेको छैन के। उनीहरू मूसा र एलिया थिए। उनीहरू महिमित रूपमा देखा परे अरे। ल हेर्नु, महिमित रूपमा देखा परेका थिए। शरीर त थियो तर पनि महिमित रूप, त्यस्तो शरीर होइन। येशूको मृत्युको विषयमा बातचित गरिरहेका थिए। येशूको मृत्युको विषयमा चाहिँ यिनीहरू बातचित गरिरहेका थिए। यो कुरा उहाँले यरुशलेममा पुरा गर्नुपर्ने थियो। यही कुरा चाहिँ उहाँले चाहिँ यरुशलेममा पुरा गर्नुपर्ने थियो। तर यहाँनिर हामीले हेर्यौँ भने यहाँनिर पछि के भन्छ, यही मत्तीको 2-3 पछि चाहिँ, मत्तीको पुस्तक 17 को 2 र 3 पछि चाहिँ तल चाहिँ यहाँनिर चाहिँ के भन्छ, पत्रुस र त्यहाँ यूहन्नाहरूले चाहिँ कसरी मूसा भनेर चिने भन्ने कुरा उनीहरूलाई कसले देखाइदियो भन्ने कुरा छैन नि त। उसले यहाँ के भनेको छ भने पत्रुसले येशूलाई भने, हामी प्रभु हामी यहाँ भएकोले असल छ। तपाईँको इच्छा भए म यहाँ 3वटा वासस्थान बनाउने छु, एउटा तपाईँको निम्ति, एउटा मूसाको निम्ति र एउटा एलियाको निम्ति। यहाँनिर कसरी चिने त यिनीहरूले? कसरी चिने भन्ने कुरा त स्पष्ट त छैन। यहाँनिर परमेश्वरले उनीहरूलाई सामर्थ्य दिएको हुनुपर्छ, किनभने त्यहाँ त यसुले त यो मूसा हो, यो एलिया हो भनेर त भन्नुभएको छैन त। तर उनीहरूलाई चिन्ने सामर्थ्य चाहिँ प्रभुले दिनुभएको हुनुपर्छ। किनभने यसुले जुन पनि घटना हुन्थ्यो त्यसको घटनाको पुरै A to Z बताउनुहुन्थ्यो। त्यति बेला पनि उनीहरूलाई थाहा हुनसक्छ कि यो के भन्छ, एलिया र मूसा हो भनेर। यहाँनिर जुन कुरा होइन, स्वर्गबाट मूसा र एलिया पृथ्वीमा आएका थिए। जुन यिनीहरू आउनु स्वाभाविक कुरा हो, किनभने एलियाको मृत्यु भएको थिएन र मूसाको मृत्यु भए पनि उसको लासको बारेमा उसको कसैलाई पनि थाहा थिएन। र फेरि यहाँनिर देखा पर्न चाहिँ होइन, मूसा र एलिया आएको घटना हामी पाउँछौँ। स्वर्गमा आएको कुरा हो कि यो, स्वर्गमा फेरि आएको हो नि त। यहाँ के अरे, स्वर्गबाट पृथ्वीमा यिनीहरू आएको घटना हो। को आयो भन्ने कुरो, स्वर्गबाट पृथ्वीमा को आयो त भन्ने कुरो यिनीहरू आयो नि त। तर यिनीहरू हेर्नु, त्यो पहाडमा थियो भनेको छ, तर यिनीहरूको त्यो खुट्टा जमिनमा थियो कि थिएन भन्ने कुरा क्लियर छैन। उनीहरूको यसरी बादलमै कुराकानी गरिरहेको थियो कि यिनीहरूको खुट्टा जमिनमा होइन टेकिरहेको थियो, यो कुरा क्लियर छैन। फेरि हेर्नु होला। हो, यदि कोही मानिस स्वर्ग वा नरकबाट फर्कन सक्दैन भने यी कसरी आए त? कसरी आए त? मूसा पनि त मरेको थियो, एलिया फेरि कहिले मरेका थिएनन्, अघि नै हामी हेऱ्यौँ। तर परमेश्वरको योजना अनुसार कुनै विशेष उद्देश्यको साथ यिनीहरूलाई पृथ्वीमा पठाइएको थियो। तर कुनै व्यक्ति मरेको छ भने ऊ फर्कने सम्भव छैन। हिब्रूको 9 को 7 मा एकचोटि मृत्यु हुन्छ, त्यसपछि न्याय भनेको छ। कुनै व्यक्ति मरेको छ भने ऊ चाहिँ यहाँ फर्किन सक्दैन, कुनै पनि व्यक्ति हेर्नु, कुनै व्यक्ति मरेको छ भने चाहिँ यहाँ फर्कन सक्दैन, किनभने हिब्रू 9 को 27 अनुसार एकचोटि मरण हुन्छ, त्यसपछि न्याय हुन्छ भनेको छ। तर यिनीहरू आएको छ, क्वेसन आउँछ त, यी एलिया र मूसा पनि त आएका थिए भन्ने कुरा आउँछ नि त। हामी प्रकाशको 11 को 3 मा पनि हामी हेरेछौँ, 3 मा पनि हामी हेर्नेछौँ कि त्यहाँ पनि स्वर्गबाट 2 गवाईहरू, साक्षीहरू यस पृथ्वीमा होइन 1260 दिनसम्मको लागि आएका थिए। स्वर्गबाट 2 साक्षीहरू यस पृथ्वीमा 1260 दिनसम्मको लागि आएका थिए। ल हेर्नु, स्वर्गबाट आएका हुन्।
जसरी यहाँ एलिया र मोसाले यहाँ पृथ्वीमा आएर कुनै प्रचार गरेका छैनन् के, कुनै प्रचार यताउति केही गरेका छन्, सिर्फ येशूसँग बातचित गरेर यिनीहरू गएका छन् हैन। येशूको मृत्युको बारेमा बातचित गरेर अब कति समय हो हामीलाई थाहा छैन, त्यो समयसम्म यिनीहरू बातचित गरेर गएको छ। तर यहाँनिर प्रकाशको पुस्तक 11:3 चाहिँ यिनीहरूले चाहिँ यहाँ पुरै प्रचार गरेको 1260 दिनसम्म यस पृथ्वीमा आएर प्रचार गरेको छ। फेरि यिनीहरू पनि हैन स्वर्गबाट कसरी पृथ्वीमा आए त? यिनीहरू आफ्नै मन खुसीले आएका होइनन्, यिनीहरू आफ्नै मन खुसीले के भन्छ रे प्रचार गरेका छैनन्। तर यी दुई गवाईहरू को हुन् त? स्पष्टै छैन 11:3 यहाँनिर दुई गवाईहरू साँचीहरू यस पृथ्वीमा भनेको छ 1260 दिनसम्म आएको छ भनेको छ। यो दुई गवाह भनेर यही व्यक्ति भनेर लेखिएको छैन। हेर्न सक्नुहुन्छ प्रकाशको पुस्तक हामी 11:3 थोरै समय लिन्छ है। अब 11:3 प्रकाशको पुस्तक 11:3 यहाँनिर यही व्यक्ति भनेर चाहिँ लेखिएको छैन। मेरा दुई साक्षीहरूलाई 1260 दिनसम्म भाङ्ग्राको वस्त्र लाएर अगमबाडी बोल्ने शक्ति म दिनेछु रे। यो दुई को हो थाहा छैन। यो दुई जो पनि हुन सक्छ हो, हामी केही भन्न त सक्दैनौँ नि त। एलिया र मोसा पनि हुन सक्छ, एलिया र हनोक पनि हुन सक्छ, हनोक र मोसा पनि हुन सक्छ, जो पनि हुन सक्छ के। यी व्यक्तिहरू भनेको दोस्रो आगमन भन्दा अघिको समयमा संसारलाई चेतावनी दिन पृथ्वीमा प्रकट भएका हुन्, मानव रूपमै पृथ्वीमा आएका थिए। ग्यारहको 3 देखि हामी 6 हेर्नेछौँ है। बोल्ने शक्ति म दिनेछु र पृथ्वीका प्रभुको सामने खडा रहेका जैतुनको दुई रुखहरू, यी दुई सामदानहरू यी तिनै हुन्। यदि कुनै मानिसले तिनलाई हानि गर्ने इच्छा गर्यो भने तिनीहरूको मुखबाट निस्केको आगोले तिनीहरूलाई शत्रुहरूलाई नाश पार्नेछ र कुनै मानिसले तिनीहरूलाई हानि गर्ने इच्छा गर्यो भने त्यो पनि त्यही किसिमले मारिनेछ। तिनीहरूले अगमबाडी बोलेका दिनहरूमा पानी नपरोस् भने आकाश बन्द गर्ने तिनीहरूलाई शक्ति छ र पानीलाई रगत तुल्याउने र तिनीहरूलाई इच्छा लागेको बेलामा पृथ्वीमा हर किसिमको विपत्ति ल्याउने तिनीहरूसित शक्ति छ। अब हामी हेर्न सक्छौँ कि वर्षा कसले रोकेको थियो? यहाँ लेखिएको छ कि पानी नपरोस् भने आकाश बन्द गर्ने तिनीहरूसित शक्ति छ अरे। यो काम एलियाले के भन्छ, एलियाले चाहिँ पहिलो राजा 17को 1 गरिसकेको थियो। यो काम वर्षा रोकिदिएको थियो नि त, एलियाले गरिसकेको थियो यो काम। यो हिसाबले यो एलिया हो एउटा हैन। यहाँ लेखेको छ पानी नपरोस् भने आकाश बन्द गर्ने तिनीहरूसित शक्ति छ अरे। कोसित? यी दुईटासँग छ भनेको छ। यो पहिलो सुरुमा हेर्नु, यो भनेको एलियाले गरिसकेको घटना जुन पहिलो राजा 17को 11 भइसकेको छ। अनि पानीलाई रगतमा तुल्याउने छ अरे। यो काम कसले गरेको थियो? मोसाले गरेको थियो। हेर्नु है, यो वचन हामीले यसरी पढेका हुँदैनौँ के। पानीलाई रगतमा तुल्याउने काम कसले गरिसकेको थियो? प्रस्थानको पुस्तक 7को 17 देखि 21 हेर्यौँ भने मोसाले पहिले गरिसकेका थिए। भनेपछि यसको हिसाबले त यो एलिया र मोसै हुनुपर्छ र मत्तीको पुस्तकमा नि मोसा र एलिया आएको थियो। हेर्नु है, हरेकको आफ्नो हुन्छ यहाँ नाम नदिएको कारणले गर्दा। तर वचन अनुसार हेर्यो भने वर्षा रोक्ने शक्ति, पानीलाई रगतमा परिणत गर्ने शक्ति यो पहिले भएको घटना हो। त्यसपछि आगो निस्किन्छ र शत्रुहरू मार्छ, यो काम पनि पहिले गएको थियो एलियाले, पहिले गरिसकेको थियो एलियाले। भनेपछि यो वचन अनुसार चाहिँ हामीले हेर्यौँ भने एलिया र मोसा हो। र एउटा मात्रै स्क्रिप्चरले हैन वचन पक्का हुन सक्दैन के। यसको मत्तीको पुस्तकको 17को 3 पनि त हामीले हेर्यौँ मोसा र एलिया थियो। दुईजनासँग यहाँ पृथ्वीमा आएका थिए। भनेपछि यी दुईटा पनि यसको हिसाबले। र हामी यसको फेरि हेर्नेछौँ 7 देखि 12 फेरि यिनीहरूको मृत्यु पनि भएको छ र पुनरुत्थान पनि भएको छ र स्वर्गारोहण पनि भएको छ। हेर्नु, मृत्यु पनि भएको छ, पुनरुत्थान पनि भएको छ र स्वर्गारोहण पनि भएको छ। प्रकाशको पुस्तक 11को हामी 7 देखि 12 तिनीहरूले आफ्नो गवाईको काम सिद्धाइसकेपछि अतल कुण्डबाट निस्किआउने त्यस पशुले तिनीहरूसँग लडाई गरी तिनीहरूलाई जितेर मार्नेछ अरे। प्रेज द लर्ड। तिनीहरूका लासहरू त्यस ठुलो सहरको सडकमा पडिरहने
तिनीहरूको प्रभु क्रुसमा टाँगिनु भएको थियो। 3.5 दिनसम्म तिनका लासहरूलाई मानिसहरू, कुलहरू, भाषाहरू र जात जातिका मानिसहरूले हेर्नेछन् अरे र ती लासहरू गर्न दिनेछन्। ओके, नेट चाहिँ डिस्टर्ब भएको थियो है। हामी 10 मा हेर्छौँ, पृथ्वीमा रहनेहरू तिनीहरूको मृत्युमा रमाउने छन् अरे, आनन्द मनाउने छन् र आपसमा उपहार लिने दिने गर्नेछन्, किनभने ती दुई अगमवक्ताहरूले पृथ्वीमा रहनेहरूलाई शास्ति दिएका थिए भनेको छ। र 3.5 दिनपछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्यो र तिनीहरू आफ्नो गोडामा खडा भए अनि तिनीहरूलाई देख्नेहरूमाथि ठुलो डर छायो अनि तिनीहरूले स्वर्गबाट यस्तो एउटा ठुलो आवाज सुने, यता माथि आऊ ल हेर्नु। र तिनीहरूको शत्रुहरूले हेर्दा हेर्दै तिनीहरू बादलमा स्वर्गतिर गए भनेको छ। उनीहरूको मृत्यु पनि भएको छ, त्यसपछि फेरि उनीहरूमा चाहिँ पुनरुत्थान पनि भएको छ र फेरि स्वर्गारोहण पनि भएको घटना हामी पाउँछौँ यी दुईमा हैन है। मैले अघि नै भन्छ कि एलिया र हनोक हुन पनि सक्छन्, एलिया र के भन्छ मूसा पनि हुन सक्छन्। जुन पनि हुन सक्छ है, किनभने एलिया र हनोक पनि हुन सक्ने घटना चाहिँ त्यो पनि हुन सक्ने चान्स धेरै नै छ, किनभने दुवै कहिले मरेका थिएनन् कि। यी दुवैको मृत्यु भएकै छैन नि त। दुईटैको र्याप्चर भएको थियो, यी दुईटैको मृत्यु भएको थिएन। तर हामीले यहाँ हेऱ्यौँ भने प्रकाशको 11:7 हेऱ्यौँ भने यी दुवै मृत्यु भएको छ क्या। फेरि दुवैको मृत्यु भएको छ। मूसाको त भइलै मृत्यु भएर फेरि के भन्छ उठाइएको, स्वर्गमा लगिएको छ। तर यो हिसाबले फेरि हेऱ्यौँ भने यहाँनिर तिनीहरूको फेरि मृत्यु भएको छ क्या। यी दुईटाको त कहिले पनि मृत्यु भएको थिएन नि त। यिनीहरू पृथ्वीमा आइसकेपछि यी दुवैको मृत्यु भएको छ। यो कुरा एकदमै अब हामीले यही हो भन्न मिल्दैन भनिरहेको छु मैले। यो कुरा पछि स्वरमै गएर प्रभुसँग सोध्न सक्नुहुन्छ। यसमा कसैले पनि विवादित गर्नै मिल्दैन क्या। वचन अनुसार हामी हेर्दै हेर्दै गयो भने मूसा र एलिया जस्तो लाग्छ। फेरि यिनीहरू दुईटाको मृत्यु भएको छ भनेपछि जुन दुईजनाको कहिले मृत्यु नै भएको थिएन ती दुईटाको यसमा मृत्यु भएको छ क्या। यो हिसाबले हेऱ्यो भने त फेरि एलिया र मूसा के भन्छ एलिया र हनोक पो हो कि भन्ने पनि हुन्छ। तर यसमा हामीले यही हो कि यो हो कि भनेर हामीले कन्फ्युज हुन पनि जरुरत छैन। यति हो कि स्वर्गबाट आएर यिनीहरूले यहाँ प्रचार गरेका थिए। र आज हेर्नु त ल, आज कोही व्यक्ति हैन स्वर्ग वा नर्कसम्म पुगेर आएको छु भनेछ भने उसले सिकाउने शिक्षा के त? पावललाई त जब दर्शन पाए उसको जीवनमा काँडो हालिदियो हो। उसको जीवनमा हैन, म अलिकति भन्दैछु, उसको शरीरमा चाहिँ हैन, शरीरमा काँडो आएको छ, त्यो दर्द आएको छ के। जुन चाहिँ के भनेको छ भने दर्शनपछि चाहिँ पावलको जीवनमा शरीरमा काँडा दिएको छ, त्यो पनि आत्मिक घमण्ड रोक्नको लागि अरे। ऊ माथि घमण्ड आउन सक्छ कि भनेर आत्मिक घमण्ड रोक्नको लागि उसमाथि चाहिँ के भन्छ त्यो काँडो दिएको छ। प्रेरितको पुस्तक हामी 2 को प्रेरितको पुस्तक हैन, प्रेरितको दोस्रो कोरिन्थी 12:7 बाट है, प्रेरितको पुस्तक भन्न आएको छ। दोस्रो कोरिन्थी 12:7 मा चाहिँ यो कुरा लेखेको छ कि उसलाई चाहिँ त्यो जीवनमा त्यो काँडो दियो र उसले 3 चोटि प्रार्थना गर्दा पनि उसको त्यो काँडो चाहिँ गएको थिएन, किनभने तैँले यसैमा मेरो महिमा गर भनेको छ। र आज जसले स्वर्गको दर्शन दिएर आएको छ उनीहरूले यो घमण्ड नगर्नका घमण्ड हैन, पावलले त घमण्ड गर्छ भने उसको जीवनमा त्यो काँडो दिएको थियो भने हर कोहीले घमण्ड गर्छ कि भनेर उनीहरूको जीवनमा त एउटै नौकरी त दिएको हुनुपर्छ। फेरि प्रेरित यूहन्नालाई पनि त्यो हेर्नु, प्रेरित यूहन्नाले पनि दर्शन आत्मामा लगेको थियो, तर उसको जीवनमा काँडो दिनको साथमा काँडो दिएको त छैन, तर उसलाई त्यो जीवनमा चाहिँ उसले पहिले नै दुःख कष्ट भोगिरहेको थियो के। एकदमै दुःख कष्ट चाहिँ प्रेरित यूहन्नाले चाहिँ पत्मोस टापुमा चाहिँ के भन्छ त्यसले त्यो दुःख कष्टहरू चाहिँ झेलिरहेको थियो। जुन चाहिँ यो डोमेसियन भन्नेको शासनकालमा AD 81 देखि 96 सम्म लगभग 15 वर्ष ऊ कैदमा बनेका थिए कि, कैदमा थिए कि। र त्यसपछि मात्रै यो रोमी साम्राज्यको त्यतिखेर रोमी साम्राज्यले चाहिँ राजनीतिक बन्दीहरू र विश्वास विरुद्ध उभिएकाहरूलाई चाहिँ त्यहाँ पठाउने गर्थे है। अनि पावलको निर्वासनमा चाहिँ ऊ एकदम एक्लोपन कठोर अवस्थामा थिए र त्यति बेला उहाँले प्रकाशको पुस्तकको दर्शन पाए भनेको छ। र त्यसपछि उसले मात्र त्यो के भन्छ उसको त्यो रोमी साम्राज्यको त्यो शासनको त्यो रोमी साम्राज्यको त्यो व्यक्ति जुन हैन यो डेमोसियनको मृत्यु भइसकेपछि मात्र त्यहाँनिर अर्को एउटा नेब्रा भन्ने चाहिँ जुन
ले शासन गर्यो। त्यसपछि चाहिँ उसलाई त्यहाँबाट बन्दीबाट छुट्याइएको छ लगभग एडी 100 मा भनेको छ 4 वर्षपछि। र 90 वर्षको उमेरमा लगभग उसको चाहिँ प्राकृतिक रूपमा निधन भएको छ। यसको नेचुरल डेथ चाहिँ युहन्नाको भएको छ। उसलाई कसैले मारेको चाहिँ थिएन। यस्तो कुराहरू छ भनेपछि आज जो मान्छेले दर्शन देखेर आएको छु भन्छ, यस्तो शिक्षाहरू हैन चर्चमा कुनै पनि संगतिमा उसले दिइराखेको छ भने के मकसदको साथ उसलाई दर्शनमा लगियो त? स्वर्गमा त हर कोहीलाई त लगिँदैन हैन। युवकहरूले दर्शन देख्छ भनिरहेको छ, बुढापाकाहरूले सपना देख्छ भनेको छ, तर कुन उद्देश्यको साथ दर्शनमा लगियो त? पावललाई कुन उद्देश्यको साथ दर्शनमा लगिएको थियो हैन? आत्मामा कसरी लगेको थियो? युहन्ना प्रेरितलाई कसरी दर्शनमा लगिएको थियो? छ त आज कुन दर्शन कुन के उद्देश्यको साथ लगियो त? र उसले दर्शनमा देखेर आएर यस पृथ्वीमा के गर्यो त? बाइबल अनुसार गरेको छ कि छैन? बाइबल विपरीत गरिरहेको छ कि हैन? हर कोहीले तपाईँलाई यो शिक्षा सिकाइराख्दाखेरि म यसरी दर्शन देखेर आएँ, स्वर्गसम्म पुगेर आएँ भन्दा उसको टिचिङलाई चाहिँ जाँच्नुहोस्, बाइबल अनुसार म्याच गर्यो कि गरेन? त्यही अन्य भाषा बोलिरहेछ कि, त्यही दर्शनसँग कुरा गरिरहेछ कि, त्यही कल्चरको बारेमा मात्रै हैन, त्यही पुरानो कल्चरको बारेमा मात्रै, यहुदीको कल्चरको बारेमा फोकस गरिरहेको छ कि हैन? त्यहीँको के भन्छ बत्तिस्माको कुरा, प्रभुजको बारेमा बाइबल विपरीत सिकाइरहेको छ कि? यसैबाट हामीलाई थाहा हुन्छ। र दर्शन देखेर आएको मान्छेले घमण्ड गर्दैन भनी घमण्ड नगरोस् भनेर पावललाई काँडो दिएको थियो, उसलाई पनि केही न केही दिएको छ कि? सबै कुरा हुन्छ। मान्छे हो यो, हुन्छ। र आज हामीले चेक गर्ने भनेको उसको आत्मा, उसको के भन्छ र धर्मशास्त्र हैन, बाइबल अनुसार उसले सही बोलेको छ कि छैन भनेर हामीले दिनहुँ चाहिँ हामीले उसलाई चेक गर्नुपर्छ। यस्ता दर्शनहरू आज पनि देखाउनुहुन्छ है, नदेखाउने होइन, देखाउनुहुन्छ, तर उहाँको इच्छा अनुसार उहाँले कुन उद्देश्यको साथ हामीलाई त्यो देखाउनुहुन्छ, कसलाई देखाउनुहुन्छ थाहा छैन। कसलाई त्यो हैन, हरेकलाई हरेक किसिमको वरदानहरू दिएको छ भनेको छ। के भन्छ चर्चको युजको लागि भनेर हरेकलाई पवित्र आत्माको नियन्त्रणको हरेक कुराहरू दिएको छ भने आज दर्शनमा पुर्याउने काम पनि प्रभुको इच्छा अनुसार, उहाँको उद्देश्य अनुसार नै यी कुराहरू हुनेछ। हरेक कोहीले तपाईँलाई फसाउन सक्दैन म यो त्यो भनेर। हो, यहाँ कयौँजनाले भनिरहेको हुन्छ म स्वर्गसम्म पुगेर आएँ भन्छ, मैले स्वर्गको दर्शन देखेर आएँ भन्छ, फेरि के गर्छ यहाँ आएर? उही झुटो शिक्षा दिइरहेको छ, उही आफ्नो नाम मात्रै उच्च गरिरहेको छ, उही प्रभुको नामलाई लिनै दिँदैन, जिजसको नाम लिनै दिँदैन उल्टै। अनि यो दर्शन हो त? हुन्छ, आजलाई चाहिँ यति नै गर्छु। है बाइबल कलेजको लागि चाहिँ अगस्त 4 बाट चाहिँ स्टार्ट हुँदैछ है। बाइबल कलेजको लागि, इन्टरनेसनल बाइबल कलेजको लागि जुमबाट चाहिँ अगस्त 4 बाट चाहिँ स्टार्ट हुँदैछ। यसमा चाहिँ तपाईँहरू नेपालबाट जति पनि जान हुन्छ, नेपालबाट वा नेपालीहरू जति पनि विदेशमा हुनुहुन्छ तपाईँहरू चाहिँ जोइन हुन सक्नुहुन्छ। यसको चाहिँ टोटली फ्री छ, टोटली फ्री छ। तपाईँहरू सिक्न चाहनुहुन्छ भने चाहिँ मलाई चाहिँ तपाईँहरू चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ, म तपाईँहरूको नाम चाहिँ त्यसमा चाहिँ हैन रजिस्टर गरिदिन्छु। त्यसपछि तपाईँहरूले चाहिँ सिक्न सक्नुहुन्छ। यसको लागि चाहिँ कुनै फी चाहिँ लाग्दैन। सिक्न चाहिँ जरुरी छ है आज, किनभने हामीलाई हरेक शिक्षाको हामीलाई धेरै जरुरत छ। त्यही भएर त मेरो पर चाहिँ ज्ञानको कमीले नष्ट भयो भने चाहिँ हामीलाई ज्ञान चाहिँ चाहिन्छ। जुन पुस्तक पढ्नुहोस् वा जसले हामीलाई बाइबल अनुसार सिकाइरहेको छ भने त्यो ज्ञान चाहिँ हामीलाई चाहिन्छ। तपाईँहरूले अरू पुस्तक पनि पढ्नु होला। मैले हनोको पुस्तकबाट भनिनँ, त्यहाँ हनोको पुस्तक पनि हामीले 40 देखि 50 सम्म हामी अध्यायमा हेर्दै गयौँ भने त्यहाँनिर पनि हनोकले हैन स्वर्गको दर्शनहरूको कुराको बारेमा धेरै कुराहरू लेखेको छ। हनोको पुस्तकहरू पढ्न सक्नुहुन्छ, जेसारको पुस्तक पढ्न सक्नुहुन्छ। अरू पनि पुस्तकहरू छ जुन लस्ट भइरहेका ती लस्ट बुकहरू भनेर लेखिएको छ, ती पुस्तकहरू पढ्न सक्नुहुन्छ। त्यो भनेको नलेजको लागि हो, ज्ञान हासिल गर्न सकिन्छ नि त त्यहाँबाट। र तपाईँहरू म बार भनिरहेको हुन्छु, तपाईँहरूले हैन गुगलबाट हैन त्यो विकिपिडियाहरूबाट, बाइबल हबबाट धेरै कुराहरू सर्च गरेर चाहिँ बाइबलबाट धेरै कुराहरू जुन हैन मिसिङ कुराहरू तपाईँहरूले चाहिँ निकाल्न सक्नुहुन्छ, नसक्ने होइन। यो चाहिँ नलेजको लागि हो। हुन्छ, हामी एउटा चाहिँ प्रार्थना हैन प्रार्थनाद्वारा प्रार्थना गर्नेछौँ र छुट्नेछौँ।
प्रभु हजुरलाई धन्यवाद दिन्छु पिता, यो समयको लागि। जति पनि समय हामी लियौँ त यो समयसम्म हजुरले एकदमै साथ दिनुभयो र हजुरको छोरीलाई पवित्र आत्माद्वारा बोल्न सक्ने र बुझाउन सक्ने योग्यको हजुरले बनाउनु भयो पिता। हजुरलाई धन्यवाद गर्छु र यति बेरसम्म जतिजनाले सुनेर हजुरको वचनलाई ग्रहण गरेर बस्नुभएको छ उहाँहरूलाई पनि ज्ञान बुद्धि समशक्ति होइन एक एक वचनलाई खुलासा गरेर बुझ्न सक्ने त्यो आत्मा दिनुहोस् पिता। हजुरलाई धन्यवाद गर्छु पिता। र आजको जुन टिचिङ हजुरले हजुरको छोरी मार्फत यो टिचिङ हरेक जसले हेरिरहनु भएको छ र पछि अपलोड भएपछि हेर्नुहुन्छ उहाँहरूलाई पनि यो बुझेर हजुरको शिक्षा अनुसार लागि परेर र त्यही अनुसारको सही शिक्षा अरूलाई पनि सिकाउने योग्यको एक एकलाई बनाउनुहोस् पिता। हजुरलाई धन्यवाद दिन्छु। आदर महिमा सम्मान प्रेम सब हजुरलाई नै गर्छु र येशूको नामबाट माग्छु, आमेन। हुन्छ, हामी सोमबारको दिन हामी फेरि भेट्नेछौँ। त्यति बेलासम्म चाहिँ हजुर